भन्नुस् त पक्को छोरो यो बारी दमाई गाइलाको छोरा त दमाई भएर त बाहुन भएर या बाहुनको घरभित्र छिराउने तपाईँलाई के हुन्थ्यो र साथी हुन्छ साथी अरे साथी होइन यो पर दमाईको छोरो यो भित्र छिराउने तैँले तँलाई थाहा छैन घरभित्र छिर्ने हो लाग्दैन अनि सुने त यी कसलाई ल्याउने नि दमाईको बाडीका छोराछोरीलाई भित्र ल्याउने होइन A few moments later. अङ्कल को छ घरमा हो ए मेरो बाबु के भयो छोरा के भयो तँलाई छोरा गाडीमा एक्सिडेन्ट भएर त्यहाँ लडिरहेको थियो अनि उसले देखेर लिएर आएको सायद उसले नदेखेको भए तपाईँको छोरा आज सायद के पो हुन्थ्यो होला के गर्ने अङ्कल यस्तै भइगयो ल बाबु मलाई माफ गरिदियो होइन मैले अस्ति तिमीलाई नराम्रो व्यवहार गरेँ बाबु नै अङ्कल भइहाल्छ यो जातपात भन्ने चिज केही नहुने रहेछ आखिर चाहिने मान्छे नै रहेछ बाबु मलाई माफ गरिदियो है भइहाल्छ अङ्कल यति त अब भइहाल्छ मेरो दोस्तीको खातिर पनि यति गर्नुपर्छ माफ गरिदियो हेर मेरो छोरा तपाईँलाई नमस्कार होइन अहिलेको 21औं शताब्दीमा आएर तपाईँहरू जातको कुरा कहिले नगरिदिनु होला होइन मान्छेलाई पर्दा मान्छे नै चाहिने जात भनेको दुईवटा हुन्छ एउटा महिला अनि एउटा पुरुष कमेन्ट शेयर गरिदिनु है सबैले हाम्रो भिडियो पसन्द